नमस्ते साथीहरु, आज मेरो थालीमा रहेको छ एकदमै स्पेशल अनि मेरो फेभरेट फुड च्याउ अनि आलुको तरकारी र सँगै यहाँ रहेको छ क्याप्सिकम प्लस यहाँ पनि आलुको तरकारी छ हैन। आज चाहिँ मैले अलग अलग हाल्न चाहेन किनकि खानुपर्ने एकैचोटि हो, त्यसैले सबै तीनटै तरकारी एउटामा हालेको छु। सायद तपाईहरुलाई थाहा होला च्याउ अनि यो आलुको कम्बिनेसन यस्तो चीज हो जसले मासु पनि बिर्साइदिन्छ। आजभोलि मेरो साथमा भएको पनि त्यस्तै छ। हिजो अस्ति चाहिँ यो आलु अनि च्याउ खाएको चाहिँ आज मैले मासु खान बिर्सेर त्यही भएर आलु अनि च्याउ फेरि बनाइरहेको छु। आउनुस् आजको यो खाना चाहिँ टेस्ट गरौँ सँगै बसेर। त्यसभन्दा पछि चाहिँ भन्नेछु तपाईलाई आजको यो टेस्ट कस्तो रहेको छ। फर्स्टको चाहिँ म आलु अनि च्याउ टेस्ट गर्दैछु। वाह, लाजवाब टेस्टको त कुनै कम्प्रोमाइज छैन गाइस। आफैले बनाएको खाना मिठो बनाउने हो, मिठो खाने हो। अब तपाईहरुलाई चाहिँ थाहा छैन होला कस्तो छ टेस्ट, तर मेरो विश्वास गर्नुस् टेस्ट चाहिँ एक नम्बर छ। अब सेकेन्ड आलु अनि क्याप्सिकम, नेपालीमा भन्नुपर्दा सिमला मिर्ची, यो टेस्ट गर्दैछु। वाह, एक नम्बर टेस्ट। साँच्चै भन्ने हो भने यसरी नै मैले खानुपर्छ भने त मैले 2-4 महिनामा चाहिँ नेपालको इन्टरनेसनल भात मारालाई पनि कम्पिटिसनमा जित्छु होला यस्तो लागिरहेको छ। हेर्न सक्नुहुन्छ यति धेरै भात छ, यति धेरै तरकारी छ। आज चाहिँ एउटामै हालेको छु मैले, अलग अलग हालेन किनकि खानुपर्ने चाहिँ एउटामा मिलाएरै हुन्छ भनेपछि अलग राख्नुको कुनै मतलब हुँदैन। त्यसैले एउटै थालीमा हालेको छु। एक नम्बर टेस्ट पनि बनेको छ। मनदेखि बनाएपछि सबै खानाको टेस्ट चाहिँ त्यसै पनि मिठो हुन्छ। फाइभ स्टारको चिकन बिरयानी, मटन बिरयानी, बर्गर, पिज्जा भन्दा हाम्रो आफ्नो हातले बनाएको स्वादिष्ट छ। गुड, दाइले उताबाट भन्दैछन् यो कुरो चाहिँ राइट हो। जति ठुलो 5 स्टार होटलमा गएर खाए पनि घरमा आफ्नो हातले बनाएको यो टेस्टको सामु त्यो फिका छ कि साँच्चै भन्नुपर्दा होटललाई पनि बिट गरिसकेको छ यो सब्जीले चाहिँ। दाइले गलत भनेको छैन नि फेरि। अब दाइलाई चाहिँ कुनै अरू भिडियोमा देखाउँला, अहिले चाहिँ अब बोली मात्र सुन्नु बस। एउटा मिर्ची फाला न यार केटा। अनि त्यसलाई त भन्नै बिर्सेछु, मेरो स्पेसल मेरो फेभरेट त्यस्तो फेरि यो हो नि, हरेक खानासँग यो छैन भने त खानाको स्वादै बेकार हुन्छ नि। हरियो परियो जस्तो गरी खानुपर्छ कान्छा नखाला। हरियो परियो खानुपर्छ के? अरे आलु आलु मिठो नमिठो भयो नि खानै पर्छ। आलु उता खाएर आलु चाहिँ खाइसकेँ। आलु चाहिँ अघि खान्छ, सुनबिर्सेर खाइन्छ। आलु चाहिँ खानु अब त बिसाउन लागि मान्छ कि सधैँ मिठो हुनाले सधैँ मिठो हुने आलु बुझेको लाग्ने च्याङ्दै त छ। गाउँबाट गर्दा अलिक कम टेस्ट हुन्छ।
यसरी सबै भात सब्जी एउटामै मिलाएर गेम खाएपछिको टेस्टको मजा आउँछ। फेरि मेरो बानी यस्तो छ नि, हरेक चिज दाल होस् या सब्जी होस् भातभन्दा धेरै चाहिँ हुनुपर्छ। यहाँ पनि हेर्न सक्नुहुन्छ भातभन्दा धेरै चाहिँ मेरो सब्जी छ। भातभन्दा धेरै सब्जी मनपर्छ बानी छ मेरो। त्यसरी सबै एउटामै मिलाएर खानुको मजा बेग्लै हुन्छ। ल साथीहरू, मेरो चाहिँ भेजिटेबलमा सबैभन्दा फेभरेट भनेको आलु अनि च्याउ रहेको थियो। तपाईँहरूको चाहिँ भेजिटेबलमा कुन चाहिँ फेभरेट छ कमेन्ट गर्नु होला। आजलाई चाहिँ यति, भोलि चाहिँ अरू खानाको साथमा भेट्नेछु। अहिलेलाई भने बाई बाई, टेक केयर।